गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हाइप सबैजना सन्चै हुनुहुन्छ, आरामै हुन्छ होला भन्ने आशा राख्दछु। त्यसरी आज 2083 सालको 2083 सालको शुभकामना दिन चाहन्छु। अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ केटाहरू, लगभग हामी 15-20-30 जनाको हाराहारीमा छौँ। अनि यहाँ पनि त्यो मुन्डा कुकु अनि सो अहिले हामी जाँदैछौँ माथि ओक्रे टावर। जानु त पहिला पनि आएको, तर अब त्यस्तो व्यवस्था थिएन, नर्मल व्यवस्था थियो। अनि खाइयो वरियो घुमियो है। अनि यो उकालो जाँदा चाहिँ नाक ठोकिने रहेछ, थाहा पाएँ। बोजू थाक्नुभयो, बोजूको परान गएछ। ल बिस्तारै आउनु ल। ए केटा हो छिटो है, गाडीले छोड्छ, म त गएको। आज साह्रै ठाडो उकालो छ बोजू। सो अब हामी चाहिँ अहिले उकालोमा छौँ। उकालो भन्दा नि लास्टै उकालो चाहिँ। अनि सो अब अहिले हामी माथि पुगेर भेटौँला है त। सो अहिले हामी ओक्रे टावरको नजिक आइपुग्छौँ भन्दा पनि नजिक भन्दा भन्दै हामी आइपुगिसक्यौँ। अनि सो अब हामी एक ठाउँ सँगै बसेर खाएर रमाइलो गर्नुपर्ने हुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो भतिजो होइन, मुन्डाको मुन्डा हो होइन। फोन आयो, उठाइदिनु होला कृपया, उठाउदिनु हो। अनि अब यहाँ बसेर हावा खाँदै के खानेकुराहरू खाने नै छ भन्दै है। अनि लास्टै गयो। अनि आज हजुरहरूको कस्तो न्यु इयर भएको नि थाहा भएन, रमाइलो भयो होला। निसो आइसकेको छ। हो यहाँदेखि चाहिँ यस्तो हुन्छ, यो चाहिँ ओक्रे हो। अनि यतापट्टि डाँडा बजार भिडटार कता पर्छ। सो अहिले हामी भेट्नेछौँ त। सो हामी चाहिँ आफ्नो गन्तव्यमा पुगिसकेका छौँ है। अनि यहाँ टोलीहरू छन् है, टोली नै टोली हो है। हेलो सब्सक्राइब ल ल ल ल ल ठिक छ ल ठिक छ। अनि टक्क हामी चाहिँ आइसक्यो। अरू दिदीहरू पनि घुम्नु आउनु भएको रहेछ, एकदम रमाइलो गर्दै। अब बुफर बजाएर म चाहिँ एक्लै नाच्छु, तर मेरो आँखा त यहाँतिर मात्रै जान्छ नि त, यतै मात्रै जान्छ। अनि आँखा अनि सो के छ, के भन्न चाहनुहुन्छ तपाईँ? म अहिले हामी खानपिनमा लागेपछि भेटौँला है त। सो अनि हामी चाहिँ अहिले यहाँ के बनाउने कार्यक्रम भइसकेको छ है। अनि सो यहाँ बनाउँदै हुनुहुन्छ चेलीबेटीहरूले है। अनि केटाहरू यहाँ छ, अब खाने कुराहरू अब हुन्छ है। सो हामी चाहिँ अहिले टक्कसँगले है खाने भइसक्यो है। अनि हामी चाहिँ पुरै तेरोको खै के बियो मेरो बियो